सुरेश प्राञ्जलीको उपन्यास ट्विन। फेरि पनि साँझ पर्यो। हुन त साँझ सधैँ पर्छ। घाम सधैँ उदाएर अस्ताउँछ डाँडामा र पर्छ साँझ। साँझ परेन भने रात पनि पर्दैन। रात परेन भने फेरि अर्को दिन घाम उदाउँदैन आकाशमा। अर्को दिन घाम उदाउनलाई अघिल्लो दिन डुब्नै पर्छ घाम र झर्नै पर्छ साँझ। त्यही पनि साँझ कति मन पर्दैन मलाई, किनभने साँझले घाम डुबाइदिन्छ र निर्मम अँध्यारो छरिदिन्छ पृथ्वीमा। मलाई मन नपर्ने साँझ छिप्पिने तर्खरमा थियो। गाउँ नजिकैको गौचरणमा पहिला कहिले नसुनेको अनौठो आवाज सुनियो। त्यो आवाजमा त्यस्तो के थियो कुन्नी? सुनेपछि बोलिरहेका मान्छे शान्त भए, हिँडिरहेका टक्क रोकिए। कतिले आवाज आएतिर कान थापे, कति डराएर घरभित्र पसे। साँझले अन्यलको तुल ओढायो सबैका आँखामा। अन्यलको तुलभित्र अल्मलिए सबै। त्यो आवाज फेरि दोहोरियो, ड्याङ्ग। केही बेरपछि निलो र हरियो वर्दी लगाएका एक हुल मान्छे हतारिँदै आएर सोधे, ओ भाइ, यही बाटो भइकन 4-5 जना मान्ठ बन्दुक भिडिकन गया देख्यौ? उनीहरू ओह्रालो लागेपछि निधारमा रातो तारे रुमाल बाँधेका मान्छेको अर्को एउटा समूह आयो र उनीहरू मध्येको एउटाले रुखो आवाजमा सोध्यो, यहाँ कोही आया छिया? हामी नजवाफ भयौँ। कसैका प्रश्नका जवाफ पनि फर्काउन सकेनौँ। अर्को दिन बिहानै गाउँमा होहल्ला मच्चियो। सबैको ओठमा एउटै कुरा थियो, गडाउँदो लास त गरे। गाउँलेहरू कामै छोडेर गौचरणतिर दगोर्न थाले। म पनि त्यतै दगुरे। डोरीले बाँधिएको एउटा लास बैसको रुखमा उदोमन्ट जोडिएको थियो। लासको ज्यानभरि आला घाउ र निलडाम थिए अनि भुइँभरि कटकटिएको रगत। लास देखेपछि कतिले जिब्रो टोके, कति मन थाप्न नसकेर भक्कानिए। त्यो लास गाउँकै पुलिस दाइको रहेछ। पुलिसमा जागिर खाएका उनी मात्रै थिए गाउँमा। अघिल्लो दिन सुर्खेतबाट घर आएका उनी झोला बोकेर हाम्रै आँगन छेउको बाटो उक्लिएका थिए। पुलिससँग डराउने भएकाले अलि टाढै उभिएर हेरेका थियौँ हामीले। माइलाबाले भने, बन्दुक बोक्ने पुलिसकन पनि कोले मार्न सको होला? को होला त्यस्तो बैरी? पुलिसै मार्न थालेपछि हामी क्या रहौँना? हाम्रा मनमा डरको बिउ रोपियो। सिजाका 11 गाविस मध्येको एक बड्की जुम्लाभरिकै विकट थियो। बड्की गाविसको हाम्रो गाउँ ओदी थुम्कोमा टुसुक्क बसे चाहिँ देखिन्थ्यो। सर्लक्क मिलेको थियो गाउँ। धेरैजसो घरका मुन्डा छानामा चिरपट दाउराको खलियो थियो। हिउँद र पानी पर्दालाई बाल्न साँचेका। लगभग 200 घरधोरी हुँदा हुन् गाउँमा। तिनैभित्रको एक थियो हाम्रो घर। घरको फराकिलो आँगन छेउ मूल बाटो थियो। ओहोर दोहोर गरिरहन्थे मान्छे। कान्छा बा र माइला बाको घर एउटा काल्ना मुनतिर पर्थ्यो। जेठा बाको चाहिँ अलि माथि। अरूका घर फिजारिएका थिए। गाउँको फेदबाट 2 नदी तिला र हिमा बग्थे। एउटी डोल्पा हुँदै आएकी, अर्की मुगो हुँदै। जुम्लिया दिदी बहिनी जस्ता यी 2 नदी नामघाटमा भेटिएर अङ्गालो मार्दै कालीकोटतिर बग्थे। गाउँमा धेरैजसो ठकुरी थिए। 4-5 घर जति बाहुन र पुछारतिर कता कति मगरका घर। पूर्वतिरको कोखामा सानो सार्की बस्ती थियो, गुजमुच्च परेको। थाप्लोमा चाहिँ सोलुखुम्बुतिरबाट आएका शेर्पाका 2 घर। दुवै डोमा शेर्पेनीका थिए। एउटामा खाने सुत्ने, अर्कोमा पसल। डोमा बिहान चिया बेच्थे, बेलुका रक्सी, चामल, चिनी, नुन, साबुन पनि बेच्थे। ओदीमा 5 कक्षासम्म पढ्ने स्कुल मात्र थियो। 6 कक्षादेखि नराकोट जानु पर्थ्यो। उँधोतिर आँगै सिरिङ्ग हुने भिर अनि उँभोतिर बाक्लो वन। बाघ भालुको पनि उस्तै डर। बाटो हिँडिन्जेल कतिखेर कहाँबाट आएर को पर्छन् भन्ने मात्र जगजगी हुन्थ्यो। स्कुल पुगुन्जेल ट्विन 2 पटक र साँगो पटक पटक तर्नु पर्थ्यो। हिमा नदी किनारको अलिकति बाटो त ओडार जस्तै लाग्थ्यो। अँध्यारो न अँध्यारो। अझ ठाउँ ठाउँका अप्ठ्यारा गौडा उक्लिँदा र ओर्लिँदा त छन् सात्तै जाने। साँझ घर भेट्किएपछि मरेर बाँचियो भन्ने लाग्थ्यो। हुन त हामी हरेक दिन मरेरै बाँच्थ्यौँ। खिया लागेको ट्विन ज्यानको आस मारेर तर्नु पर्थ्यो। पारी पुगिएला भन्ने आश धुकधुकीमा मात्र हुन्थ्यो। मेरो आँखै अघिल्तिर ट्विन चुडिएर 9 जना खसे कर्णालीमा। तर जति मान्छे खाए पनि कर्णाली कहिले अगाए जस्तो देखिँदैन थियो। सधैँ भोकाए जस्तो देखिन्थ्यो ऊ। हामी जुम्ली जस्तै। मलाई कर्णाली नदी कति मन पर्दैन थियो। साह्रै नेपारै लाग्थ्यो। हिउँदमा अलि शान्त भए पनि बर्खामा साह्रै रिसाउँथ्यो। हामी गाउँलेले केही बिगार त गरिदिएका हुन्थेनौँ, त्यही पनि ठुलै बिगार गरिदिए जसरी मुरमुरिन्थ्यो। रिसाएपछि त बाटै चाहिँदैन थियो उसलाई। मुन्टिँदै दगुर्थ्यो। दगुर्दा बाटामा आइलगेका केही पनि बाँकी छाड्दैन थियो।
ठुल्ठुला ढुङ्गा बगाउँथ्यो, अग्ला अग्ला रुख बगाउँथ्यो र मोटा मोटा तुगिनका लट्ठा पनि बगाउँथ्यो। सबैभन्दा बढी त सोझा र दुखी जुम्लीलाई बगाउँथ्यो। त्यति धेरै चिज बगाउने कर्णालीले हाम्रो दुःख भने कहिले बगाएन। बरु हरेक वर्ष दुःखै दुःखका भारी ल्याएर चाङ लगाइदिन्थ्यो हाम्रो पुरपुरोमा। अरू सबै चिज बगाउन सक्ने कर्णालीले हाम्रो दुःख मात्रै बगाउन किन नसकेको होला? हामी जुम्लीले जति नै दुःख खेपे पनि वर्षभरि खाना पुग्दैन थियो। गाउँका सबैजसो लोग्ने मान्छे बर्खामा काम गर्थे। हिउँद लागेपछि भने केही काम हुँदैन थियो गाउँमा। राडी पाकी र काम्लो बुनेर बेच्न सुर्खेत र नेपालगञ्जतिर जाने गर्थे। कोही भने हिङ, शिलाजित, रुद्राक्षको व्यापार गर्न लाग्थे भारततिर। फर्किँदा सुर्खेतबाट घर खर्ची सामान नुन, तेल, चामल, चिनी, साबुन बोकेर आउँथे। खल गङ्गामा केही किन्न सकिँदैन थियो। चिलगाडीले बोकेको सामान सुन बराबरी हुन्थ्यो। हुन त हामी जुम्लीका लागि नुन पनि सुनै सरह त हो। घरमा बा, आमा, भाउजू र म थियौँ। दिदी पढाइ घर गइसकेकी थिइन्। भएको एउटा दाइ घरको सारा भार भाउजू र बाको थापलमा बिसाएर हिँडेका थिए बन्दुक बोक्न। नराकोटको बगरे पाकोमा थियो हामी पढ्ने स्कुल, भैरव मावि। स्कुल जाने बाटो फेरो थियो। झन्डै 3 घन्टा लाग्थ्यो पुग्न। फर्किँदा पनि उति नै। बिहान ढिँडोको बाफ धुरीमा नपुग्दै घाँस टिपेर हुर्रिन्थ्यो स्कुल। छुटेर फर्किँदा बत्ती बाल्ने बेला भइसक्थ्यो। चराचुरुङ्गी पनि रुखको डालीमा बास बसिसकेका हुन्थे। कर्कट पाताले छाएको स्कुल पुरानो भइसकेको थियो। छानाको एक पाखोमा जमाइको खिया रगत जस्तै देखिन्थ्यो झट्टा हेर्दा। पश्चिमतिरको कर्कट पातामा ठोकुकी एउटा काँटीको छाप्री उक्किएकाले हावा लाग्दा बजिरहन्थ्यो। पानी चुहिएर ठाउँ ठाउँमा भत्किएका थिए माटे भित्ता। काठका खाँबा र डाँडाभाटा पनि मकिएर कतिखेर घरलाइमा ढल्छन् जस्तो लाग्थे। स्कुल अघिल्तिर फराकिलो धुलोटे चौर थियो। हाफ छुट्टे हुने बित्तिकै 10 कक्षाका केटाहरू त्यही चौरमा टालाको भकुण्डो खेल्थे। अरू विद्यार्थी भने चौरको छेउछेउमा मात्र झारका मुन्टोको गजुल्टो बनाएर चुङ्गे खेल्थे। किनभने 10 कक्षामा पढ्ने रकम बहादुर बम साँच्चैकै बम जस्तै थियो। छुस्स केही भो कि पड्किहाल्ने। त्यसैले ऊ भकुण्डो खेल्ने बेला चौरमा कोही पनि जाँदैन थियो। रकम बहादुर हेड सरसँग पनि डराउँदैन थियो। मेरा दामाली हरिकृष्ण र नन्दे भन्थे, रकमया त पुलिससित पनि डराउँदैन गरे। ओहो, कति बलियो होला रकमे। बन्दुक बोक्ने पुलिससित पनि नडराउने। म पनि रकमे जस्तै हुन पाएँ। कक्षा 7 मा हामी 12 जना थियौँ। 4 जना केटी, बाँकी सबै केटा। सँगै पढ्ने मालती र म खुब मिल्थ्यौँ। उसको र मेरो घर नजिकै थियो। गाउँका पञ्चठालु धनविक्रम शाहकी छोरी थिए ऊ। ओदी गाउँबाट 7 कक्षा पढ्ने हाम्रा अरू सँगै भनेका डिल्ले, हरिकृष्ण, बले, नन्दे, जानकी र अप्सरा थिए। धेरैजसो स्कुल सँगै जाने आउने गर्थ्यौँ। मालाती र म भने कतिखेर छुट्टिँदैन थियो, राति सुत्ने बेला बाहेक। मेलापात अर्म पर्ममा पनि सधैँ सँगै। ऊ मसित हुँदा मलाई कसैको डर लाग्दैन थियो। बुढाबुढीको हातमा टेक्नी लौरो भए जस्तै भर लाग्थ्यो। खण्डाली नदी पनि एकै फड्कोमा नाग्न सक्छु जस्तो लाग्थ्यो। मालतीसँगै नहुँदा भने म एक्लो भगेर जस्तो हुन्थेँ। ऊ एक दिन स्कुल नआउँदा पनि खल्लो लाग्थ्यो। बाटो र कक्षाकोटा मसानघाट भन्दा पनि कति फरक लाग्दैन थियो। कहिले त स्कुल जाँदा बीच बाटोबाटै फर्किन्थेँ। स्कुलमा मैले फेला पारेका चक्का टुक्रा दिन्थेँ उसलाई, उसले पनि दिन्थे। अनि तछाड मछाड गर्दै फुल, हाँस र घरका चित्र बनाउँथ्यौ। आफ्ना नाम र ठेगाना लेख्थ्यौँ। भित्तो, डेस्क र बेन्च, भुइँ, कालोपाटी जताततै। तर पढाउने बेला सरले भने चाहिने कुरा पनि लेख्दैनथे कालोपाटीमा। न त विद्यार्थीले लेखेको नचाहिने कुरा नै मेट्थे। मालती अरूभन्दा फरक देखिन्थे। कपाल कोरेर चिटिक्क भएकी हुन्थे। चुल्टामा रातो रिबन पुतली चाहिँ फिरफिर गरिरहन्थ्यो। गोरी थिए। कापी र कलम पनि राम्रो हुन्थे। उसका लुगा हाम्रा जस्ता मैला हुँदैनथे। स्कुलमा सधैँ खाजा लिएर आउँथे। कहिले काँक्रो, कहिले मकै भटमास, कहिले फापरको रोटी त कहिले चामलको। चामलको रोटी चुँडेर अरू सँगैलाई थोरै थोरै दिन्थे। मलाई अलि बढी दिन्थे। म मुख मिठ्याउँदै खान्थेँ। चामलको खानेकुरा खाँदा अमृतै खाए जस्तो लाग्थ्यो। गाउँमा अचानक जाडा पहलाको महामारी फैलियो। कुचाले कसिङ्गर बढाएर जस्तै मान्छे बढार्न थाल्यो। गाउँका हरेक जस्तो घरका एक न एकजना मरेर सबैजना जुठो परे। कतिपय परिवारका त सबै सदस्य नै मरे। घरभित्रै लास कुहिन थालेपछि गाउँभरि दुर्गन्ध फैलियो। गोठमा बाँधेका डिङ्गा खान नपाएर कराउन थाले। खोलेर वनतिर छोडिदिने मान्छे पनि भएनन् गाउँमा। झन् लास कसले फाल्ने? कति चोपाए त दामलामा परेर मरे। गाउँमा कि केटाकेटी थिए कि त बुढाबुढी। पाखुरामा बल हुने जति कोही बन्दुक बोकेर हिँडेका थिए।
कोही बन्दुक बोकेर हिँड्नुपर्ने डरले सहर र इन्डिया भागेका थिए। उमेर घर्किएका बाहेक मलामी जाने पनि मान्छे थिएनन् गाउँमा। हल पनि उमेर घर्किएका र आइमै केटाकेटीले नार्न थाले। तिनै उमेर घर्किएकालाई पनि हैजाले भकाभक टिप्दै लैजान थाल्यो। गाउँ पातलिँदै गयो, रितिना मात्र बाँकी रह्यो। त्यही मेसोमा मेरी आमालाई पनि च्याप्प समात्यो हैजाले। छोड्दै छोडेन, उदै उँगो तारन्तार भइरह्यो। बेथाले च्याप्न थालेपछि आमा पानी पानी भनेर छटपटाउँथिन्। छर छिमेकका बाउहरूले त्यस्तो बेला पानी खान हुँदैन भनेर एक घोटको मुखमा हाल्न दिँदैनथे। स्कुलमा भने झाडा बान्ता भएका बेला टन्न पानी खानुपर्छ भनेर पढाएका थिए सरले। मौका छोपेर कान्छा बालाई स्कुलमा सरले सिकाएको कुरा भने, कान्छा बा स्कुलमा त पखला लागिया बेला नुन र चिनी हालेर मस्तै पानी खानुपर्छ भनिकन पढाएका थिए सरले। मेरा कुरा न उनले सुने न अरूले, सबैले व्यवस्था गरे। पानी नपाएपछि तिर्खाको तोडले अमारिन्थिन् आमा। म भने गहभरि आँसु पारेर टुलुटुलु हेरिरहन्थेँ, केही गर्न सक्दैनथे। 4-5 दिनसम्म पनि उनले औषधिको रङ देख्न पाइनन्, न त गन्ध नै सुँग्न पाइन्। रात दिन कराइरहन्। माइलाबा र कान्छाबा भएर त हामीसँग जोखना हेराए, झारफुक गरे, मसान फाले, मस्टो देउतालाई उठाए, तर थला परेकी आमालाई उठाउन सकेनन्। 5औं दिन बिहानै आमाले हातको इसाराले भाउजूलाई डाकिन् र सुकेको स्वरमा अड्की अड्की भनिन्, ठुली यो कान्छोलाई राम्रो स्याहार गरे, सानै छ तोसित सुताई। कान्छा त राम्ररी पढ्नु, आमाले मेरो टाउको सुमसुमाउँदै भनिन्। भाउजूको न दुःख नदिए। त्यसपछि केही बोल्न सकेनन् आमा। वाक्य बस्यो। हालत पनि चौपट्टै बिग्रिएको थियो। निधारमा निला नसा देखिए। भासिएर ओडार जस्ता भएका आँखा घोचुकतिरबाट निस्किन्छन् कि झैँ लाग्थे। नानी फुर्सा भएका, चेहेरा पहिलिएको, दुवै ओठ कलेठी परेका, मुजा परेको अनुहार फुङ्गा उडेको, गालाका हड्डीले छाला छेडेर बाहिर निस्किन मात्रै बाँकी थियो। पेट सारङ्गे जस्तो भएको थियो। हातखुट्टा सुकेर निगाला जस्ता, दुब्लाएर सिङ्का जस्ती भएकी थिइन् आमा। हाड र छाला बाहेक केही पनि थिएन जिउमा। बिचारी मेरी आमा ओछ्यानमा सुत्दा पनि आफ्नै हाडले बिचाउँदो हो। सदरमुकामको स्वास्थ्य चौकीसम्म पुग्न पुरै दिन हिँड्नु पर्थ्यो। केही सिप नलागेपछि डोको काटेर खलङ्गाको स्वास्थ्य चौकी लैजाने तयार भयो। तर आमा जान मानिनन्। उचाल्न लाग्दा सुकुलको बिट समातेर टिट लाग्दा आँखाले बालाई टुलटुल हेरिरहन्। बा पनि केही बोल्न सकेनन्। पिलपिल्लाएका आँखाले आमालाई हेरिरहे। हेर्दा हेर्दै आमाले हिक्क गरिन्। घाँटीमा केही अड्किए जसरी उनको अनुहारमा ग्रहण लाग्यो। त्यसपछि हतार हतार कान्छी आमाले गोबर माटाले आँगनको दाहिने टुँडो लिपिन्। आमालाई पिँढीबाट ओछ्यानसितै उचालेर लिपेको ठाउँमा ल्याएर सुताए। अब टाला फेरिदिनु, कोरीबाटी गरिदिनु पढो, जेठाबाले भने। क्या खाने मन छ सोध्नु पढो, माइलाबाले सोधे। तर वाक्य नै बसिसकेकी आमाले यस्तो उस्तो खान्छु भन्न सकिनन्। खाने मन त के थियो कुन्नी, मलाई लाग्यो उनलाई पेटभरि पानी खाने मन भने पक्कै छ होला। कान्छी आमा र पुपु मिलेर आमाको कपालमा सर्सिउँको तेल दलेर कोरिदिए। रातो फुर्के डोरी बाँधिदिए। पुराना फरियाका भरमा थुप्रै जाडो र झरी काटेकी आमालाई नयाँ फरिया फेरिदिए। निधारमा मखमलको टिका टाँसिदिए। गलामा रातो पोतेर हातमा रातै चुरा लगाइदिए। बाले आमाको सिउँदोमा एक चिम्टी सिन्दुर बुर्काइदिए। अँधेरिएको आमाको अनुहार अलि उज्यालिए जस्तो देखियो। केही बेर चौघेरे उभिएका मान्छेको अनुहारमा हेरिन् आमाले। भित्रभित्रै भने उनलाई असजिलो भइरहे जस्तो लाग्थ्यो। सास फेर्न पनि गाह्रो भइरहेको थियो कि कुन्नी। छिनछिनमा अमारिन्थिन् र छिटो छिटो सास फेर्थिन्। कान्छी आमाले भर दिएर आमालाई कोल्टे फर्किन सघाइन्। म उनको सिरानीतिर टुक्रुक्क बसेको थिएँ। मतिर पुलुक्क आँखा घुमाइन् र हिक्क गरिन्। बाले एक चम्चा पानी खुवाइदिए। कान्छा तैँले खुवाइदिए पानी, जेठाबाले भने। एक चम्चा पानी आमाको मुखमा राखिदिए। घोटुक्क निलिन्। उनले पानी निल्दा छाला छेडिएर रुद्रघन्टी बाहिरै निस्किन्छ कि जस्तो देखियो। कान्छा बाले पनि एक चम्चा पानी मुखमा राखिदिन खोजे, तर आमाले मुख चपक्क बाँधेर दाँत किटिन्। उनले आमाको देब्रे कानतिर मुन्टो कोल्टाएर बिस्तारै भने, मुख आ गर त भाउजू, पानी खाऊ। तर आमाले मुख उगारिनन्। अहिले ठुलो केटोलाई खोजा जस्तो छ, ठुलाको नाउँ लिकन पानी खुवाइदे प, जेठाबाले भने। कान्छा बाले फेरि भने, ठुलो केटाको हातको पानी खाऊ प। ठुलो आइपुग्यो। आमाको मुखमा फेरि पानी हालिदिए। घुटुक्क पारिन्। मैले उनका आँखामा हेरेँ। दुवै आँखाका ढकनी घरिघरि मात्रै झिमिक झिमिक गर्थे। आँखाका कोष रसाएर आँसु बग्दै थिए। ओठका कापमा सेतो फिँस थियो अलिकति।
मलाई हेरेर ओठ चलाउन खोजिन्, तर कसैले घाँटी अट्ठाइदिए जस्तै सास फेर्ने सकस भयो उनलाई। फेरि हिक्क गरिन्। उनी गड्डेउलो झैँ परक्क बटारिन्। त्यसपछि फुर्सा आँखा पल्टाइन्। परेला उघारिरहे। कान्छा बाले पुलुक्क बातिर हेरेर हतार हतार आमाका दुवै परेला बन्द गरिदिए। आमाका आँखा ट्याप्प भए। भाउजू डाँको छोडेर आमाको छातीमा घोप्टो परिन्। मैले थाहा पाएँ, सधैँका लागि आँखा चिम्लेकी रहेछन् आमाले। कहिले पनि नखुल्ने गरी बन्द भएका रहेछन् उनका आँखा। रुवाबासी मच्चियो। वरिपरि बसेका मान्छे कोही तर्किन थाले, कोही नजिकिन। कान्छी आमा, माइली आमा, फुपू सबै दैलोको ठेलामा टाउको ठोकी ठोकी रुन थाले। मेरो छातीमा डल्लो जस्तो चिज आएर बस्यो। चारैतिर अँध्यारो भयो। उभिएको ठाउँ र वरिपरिका मान्छे रोटी पिङझै घुमे। म आँगनमा थुचुक्क बसेँ। जिउ धान्नै सकिनँ। धानिनँ। खोज्दा खोज्दै बसेकै ठाउँमा फुर्लुङ्ग पल्टिएँ। कसले हो मेरो टाउकोमा पानी छम्किदियो। भित्रदेखि चिसिएको जिउ अलि होसमा आए। आमाको हँसिलो अनुहार नाच्न थाल्यो आँखामा। जुरुक्क उठेर धङ्दगाउँदै गएर आमालाई गर्लङ्ग अँगालो हालेँ। चम्टिएर रोएँ। सधैँ झैँ तातो थिएन उनको जिउ, एकदमै चिसो थियो। कान्छा बाले पछिल्लोतिरबाट मलाई समातेर उठाएर आमाको शिरदेखि पाउसम्म छोपिने गरी सेतो कपडा ओढाइदिए। अब कहिले पनि आमालाई देख्न पाउने छैन। रुवाबासी सुनेर डिल्लेका बा हुर्रिँदै आए। आमाको मुखमा एक मुठी चामल र ज्योति बालेर राख्न लगाए। घरमा चामल रहेनछ। कान्छी आमाले आफ्नो घरबाट ल्याइन्। मैले एक मुठी चामल र ज्योति बालेर आमाको मुखमा राखिदिएँ। माइलाबा र जेठाबाले सल्लोका मोटा मोटा हाँगा लिएर आए। बाँधेर खटिया बनाएपछि आमालाई त्यसमाथि सुताएर चोयाले कसक्क कसे। माइली आमाले शङ्ख, भुटेको धान र अबिरको पोको अनि एउटा अम्खोरा कान्छाबाको हातमा दिइन्। अक्को कात्रो निकाल प माइला, च्यातिकन गजिन बनाउन पढो। डिल्लेका बा पिँढीको पछिल्लो छेउबाट चिच्चाए। त्यसपछि माइलाबा र साइलाबाले 5 हात नापेर सेतो कपडा च्यातेर निगालोमा हुने। तन्नक तन्काउँदा गजिनो आँगनबाट तल्लो गरासम्म पुग्यो। अब काँधकाट गन्या बेला भयो। अस्तो सेलाएर फर्किँदा बार हुन्छ फेरि। साँठगाँठ गर्नु पढो। डिल्लेका बाले करापे। भाउजू, कान्छी आमा, जेठी आमा सबैले आँगनको डेलसम्म बोके आमाको खटिया। त्यसपछि अरूले काँध थाप्यो र आमाले बोकेर हिँड्यौँ कर्णाली किनारतिर। हामी 7 जना मात्र भयौँ मलामी। दाजुभाइ खलक बाहेक बाहिरको 1 जना मात्र भए, डिल्लेका बा। उनी हाम्रा पुराना पुरेत हुन्। उनको हातमा एउटा पुरानो किताब थियो। के सोलोक भट्टाइरहेका थिए। शङ्ख फुक्ने र बुर्की छर्ने काम भने कान्छाबा एक्लै गरिरहेका थिए। दाउराको भारी पनि उनले बोकेका थिए पिठ्यौमा। म हातमा अम्कोरा समातेर खाली खुट्टा हिँडिरहेको थिएँ, लुरु लुरु। कर्णाली किनारमा पुगेपछि माइलाबाले पत्तीले मेरो र बाको कपाल र आँखी भाउ काटिदिए। बाको त दारी जुङ्गा र छातीका रौँ पनि खौरिदिए। मेरो वर्तन भएको थिएन। डिल्लेका बाले अलि तलपट्टि लगेर मेरो कानमा मन्त्र भने, ओम। तर मैले केही बुझिनँ। नबुझे पनि जनै हालिदिए। मलाई त्यो जनै बटुवा धागो जस्तो मात्रै लाग्यो। त्यो जनै र सिउने धागोमा एकरत्ती फरक देखिनँ। उनले मन्त्र बुझिस् भनेर पनि सोधेनन्। मैले बुझेँ भनेर पनि भनिनँ। बर्तन सकियो। बर्तन भनेको त भाँडाकुटीको खेल जस्तो पो हुँदो रहेछ। मलाई कर्णालीमा 3 फेर डुब्न लगाएपछि सेतो टालाको कछाड बाँच्न भने। मैले सबै माने खुरुखुरु। त्यसपछि आमालाई कर्णालीको पानीमा डुबायौँ र छेउमा चिनेको दाउराको ठुलो खलियोमाथि सुतायौँ। बाले उनका हर्का लुगा, पोते, कपालमा बाँडेको फुर्के डोरी सबै खोलिदिए, कर्णालीमा बगाइदिए। आमाको रातो पटुका पानीको भेलमा बग्दै बग्दै गयो। सम्झे त्यही पटुकाको फुर्कोमा मेरो लागि सिरौला पोको पारेकी हुन्थिन् आमाले। त्यही पटुका हो। आमाले मेरो पैसा जतनले गाँठो पारेर राखिदिने। बाले आमालाई हातमा चुरा पनि फेरिदिए। आमाको कान र गलामा कुनै गहना थिएन। नक एउटा सानो फुली बाहेक निकालेर आमाको मुखमा राखिदिए। ल अब मट्टिदेऊ सबै, डिल्लेका बाले भने। गएका मलामी सबैले एक मुठी किनारको बालुवा उठाएर आमाको चितामा फाले। म भने घोक्क घोक्क रोइरहेँ। जेठाबाले बोलिरहेको एउटा राँको मेरो हातमा दिँदै भने, नुरो अब आमाको न आगो दे। दाइ पनि कहाँ छ कहाँ। जे काम गर्न पनि सरसराउने मेरा हात आमाको चितामा आगो जोस्नलाई अघि बढेनन्। आफ्नी आमालाई आफ्नै हातले कसरी जोस्छु आगो। बलिरहेको सिटो समातेर उभिरहे मूर्ति झैँ। चिसा आँखाले आकाशतिर हेरेँ। पश्चिमतिर डुब्न लागेको घाम आगाको डल्लो जस्तै देखियो। म मूर्ति झैँ अडिरहेपछि कान्छा बाले भने, आमाको चित्तालाई घुम्दै आगो जोस्दै गर कान्छा। भएको नोरु, जति रोए पनि आमा फर्किकन आउने होइनन्। म झन भक्कानिएँ। म रोएको र कर्णाली सुसाएको आवाज बाहेक केही सुनिएन अलिबेर।
मन नलागी डुब्न लागेको घामतिर हेरेर बल्दै गरेको सिठो आमालाई सुताइरहेको दाउराको खलियोमा जोसेँ। हुरहुर्ती बल्न थाल्यो चित्त, तर हुर्केको आगो देखेपछि लाग्यो किन जोसेँ होला आगो। नजोसिहालेको भए अलि बेर भए पनि आमालाई हेर्न पाउँथेँ होला। आगो निभाउन मन लाग्यो। कर्णालीमा बग्दै गरेको जम्मै पानी खन्याउन मन लाग्यो त्यो आगोमा। किनारमा थुप्रिएको जम्मै बालुवा हाल्न मन लाग्यो त्यो आगोमा। तर न त बालुवा हाल्न सके न पानी खन्याउन। आगोको बीचमा नचलिकन सुतिरहेकी थिइन् आमा। उनको अनुहारमा पीडा, ताप, जलन केही थिएन। न त सधैँको जस्तो हँसिलो पन्नै थियो ओठमा। शान्त थिइन् उनी। एकपटक त लाग्यो आमा गहिरो निद्रामा छिन्, सपना देखिरहेकी। निन्द्रा पुगेपछि कान्छा भन्दै जुरुक्क उड्छिन् अलि बेरमा र मेरो आँसु पुछिदिन्छन् हत्केलाले। एकोरिएर हेरिरहेँ आगोको ज्वालामा, तर उठिनन्, उठ्दै उठिनन्। बिउजिनन् आमा, निदाइरहन् गहिरो निन्द्रामा। मेरो छातीमा फेरि गाँठो पर्यो। सायद त्यो गाँठो सबैभन्दा कसिलो गाँठो हो। घाँसको भारी बाँध्ने बेला मैले नामलामा पारेको गाँठोभन्दा कसिलो। त्यो गाँठो आफैले पारेको गाँठो हो। तर यति बेला मेरो छातीमा परेको गाँठो म आफैले पारेको होइन, नियतिले पारेको हो, भाग्यले पारेको हो। नाम्लाको बरियामा पारेको गाँठो त सजिलै फुकाउन सकिन्छ, मिल्छ पनि फुकाउन। तर नियतिले पारेको गाँठो अब पक्कै फुक्ने छैन, मिल्ने पनि छैन होला फुकाउन। उराटिएर बातिर पुलुक्क हेरेँ। उनले मतिर नहेरी कर्णालीतिर हेरेर आँखा पुछे। आमाको चित्तमा गममा अँगालो हाल्नु जस्तो भयो। तर कान्छा भाइले चपक्क मेरो पाखुरो समातेका थिए। चित्ता बल्दै गयो, दाउरा थपिँदै गए, आमा जल्दै गइन्। हेर्दा हेर्दै उनी त अङ्गारको डल्लो भइन्। कान्छाबाले लामो घोचाले त्यो डल्लोको अलिकति कालो निकालेर तामाको अम्करमा राखेर बाँकीलाई फर्काइ फर्काइ डढाए। अलि बेरपछि खरानी भइन् आमा। त्यही खरानीलाई पनि बाँकी राखेनन्, पानी हालेर पखालिदिए मलामीले। सबै कर्णालीमा मिसियो। त्यसपछि आमा कर्णाली भइन्। उनलाई जलाइएको ठाउँमा कालो डाम बाहेक केही रहेन। मेरो मनमा भने आमाको यादले जलाइरहेको गहिरो घाउ बाँकी रह्यो, जुन घाउ अब संसारका कुनै मलमले पनि निको पार्न सक्ने छैन। घाटबाट त्यही घाउ बोकेर मलामीका अघि अघि रुँदै फर्किए। जाँदा त मरेकी भए पनि आमा थिइन्, आउँदा त रित्तै। उनको सम्झना मात्र रह्यो मुटुमा। अब आमाको त्यही सम्झना मात्र रहनेछ मसँग। आँखाबाट बरबरी झरिरहेका आँसुले बाटो छेके। सधैँ उज्यालो देखिने बाटो धमिलियो। सोचेँ अब सधैँ धमिली रहेनेछ यसै गरी। यो साँझ र मेरा दिनमा भिन्नता हुने छैन। यी आँसुले पनि मेरो बाटो सधैँ छेकिरहनेछन् यसै गरी। म आमाको 7औं सन्तान। बाँचेका हामी 3 जना मात्रै, दाइ, दिदी र म। सबैको मायामा हुर्किएको मैले आमाको माया अलि बढी नै पाएको थिएँ। मेरी आमा साह्रै जाति थिइन्। डिलले हरिकृष्णकी आमाभन्दा तेब्बर जाति। आफ्नो भोको पेट पटुकीले कसेर भए पनि मलाई खुवाउँथिन् आमाले। आफू रोएर मलाई हँसाउँथिन्, अनि आफू हारेर भए पनि मलाई जिताउँथिन्। हुन त आमाले माया नगरेको र अरूले माया गरेको बराबरै हुन्छ रे। अनि अरूले काखमा राखेर मिठो मिठो खाना दिएको र आमाले पिटेको पनि बराबरै हुन्छ रे। तर मैले आमाको पिटाइ र गाली कहिल्यै अनुभव गर्न पाइनँ। जति बदमासी गरे पनि आमाको आँखामा त राम्रै काम गरेको हुँदो रहेछु क्यारे। एक लपेटो पनि लगाइनन् कहिल्यै, न त एक वचन नराम्रो नै भनिन्। आमा कहिल्यै फर्केर नआउने बाटो गइन्। औषधि त खान पाइनन् नै, पानी पनि खान नपाई मरिन्। पेटभरि पानी खान पाएकी भए मेरी आमा बाँच्ने थिइन् होला। मैले आमा भनेर बोलाउन पाइरहने थिएँ। आमा नभएको घर त जुन नलागेको आकाश जस्तै शून्य र अँध्यारो पो हुँदो रहेछ। आमा नभएको घर र सूर्यग्रहण लागेको दिन त उस्तै उस्तै पो हुँदो रहेछ। आमा हुँदा पूर्णिमाको रात जस्तै रमाइलो हुन्थ्यो घर। चहकिलो घाम लागेको दिन जस्तै उज्यालो हुन्थ्यो घर। आमा भएकी भए मेरा आँखामा आँसु नभई ओठमा हाँसो मात्र हुन्थ्यो होला। आमाले मलाई आफ्नो काखमा राखेर टाउको सुमसुमाउँथिन् होला। गाउँतिर कसैले मिठो चोखो खाना दिए भने मलाई सम्झेर नखाइकन ल्याइदिन्थिन् होला। तुइन तर्दा बलियो गरी समाते है बाबु भन्थिन् होला। मैले अरू कसैसँग भन्न नसकेका कुरा आमाको कानमा सुटुक्क भन्न पाउँथेँ होला। आमा भएपछि अरूले हेप्न पनि पाउँदैनथे होला। सबैभन्दा बढी त आमाको न्यानो माया पाउने थिएँ होला। तर अब केही पाउने छैन। हुन त अब आमाको माया होइन, पिटाइ र गाली मात्र खान्छु भने पनि पाउने छैन। आमा बितेको धेरै महिनासम्म म पिरोलिरहेँ। मलाई लागिरह्यो गएर आमालाई जलाइएको ठाउँबाट कर्णालीमा हेलियो। धेरै पटक त्यो घाटमा गएर घन्टौँ टोलाएर बसेँ। आमालाई जलाएर खरानी मिसाएको कर्णालीलाई एकहोरो हेरेँ पनि। तर के गर्ने, बाँच्नेहरू बाँच्नै पर्दो रहेछ। मरेर जानेसित सँगै जान सकिँदो रहेनछ। आमा खसेको घर शून्य भयो। त्यही शून्यतामा हाम्रा दिनरात बित्दै गए।
काम र आमाको पिरले बा झन्झन दुब्लाउँदै गए। भाउजू र मेरो हालत पनि उस्तै भयो। म स्कुल नगई टोलाएर बस्दा बा टाढा चिँदै भन्थे, भाउ किन झर्को मान्दो छस्, म छौ त, तँ सबै गरी पढ, आमाको अत्तो नबुर्सेस, पढिकन ठुलो मान्ठ बनलाई। म बोलिनँ। आमाको सम्झना धारिलो भएर आउँथ्यो जतिखेर पनि रुन मन लाग्थ्यो। मेरा आँखामा आँसु देखेपछि भाउजूले पटुकीको पुर्कोले मेरा आँखा पोछिदिँदै भन्थिन्, नरौ कान्छा, म छाउन्जेल तुमिकन आमैको मायाको कमी बनाउँदैन। भाउजूले त्यस्तो भनेपछि म झन् भक्कानिएर रुन्थेँ। उनको काखमा घोप्टो परेर रुन्थेँ। आमा खसेको वर्ष दिन भयो। हरेक दिन घाम उदाएर अस्ताउँथ्यो, तर आमाको सम्झना मनबाट कहिले अस्ताएन। अस्ताउन लागेको घाम जस्तो भएर बसिरह्यो। वर्ष दिनको पिण्ड चलाएर आमाको दुःखबाट पुगे पनि उनको सम्झनाले भनी बाँधिरह्यो हामीलाई चपक्क। एक दिन घरमा एक्लै थिएँ। बा र भाउजू काममा गएका थिए। म भकुण्डो बनाउने टालो खोज्दै थिएँ, लुगा झुन्डाउने झोकामा। जुन लुगा भेटे पनि लगाउन मिल्लान् कि जस्तो लागे। बल्ल बल्ल फाटेको एउटा टालो फेला पर्यो। आमाले ओड्ने गरेको पुरानो मजेत्रको टुक्रो रहेछ। त्यो फेला परेपछि एकछिन त मलाई आमा नै भेटे जस्तो लाग्यो। त्यो मजेत्रोलाई झम्टेर रुन मन लाग्यो र सोध्न मन लाग्यो, आमा यतिन्जेल किन यस्तो झोकामा लुकेर झुन्डिएर बस्यौ? यति सुकिलो मन भयो कि आमा किन बस्यौ? यति मैला लुगा भएको ठाउँमा उपिया चाहिँ टाँसिएर? भन आमा, त्यही दिन चितामा नचलिकन किन सुतिरह्यौ? म रोइरहँदा मेरा आँसु पुस्न किन उठेनौ निन्द्राबाट? निन्द्रामा सास फेरेको पनि थाहा पाउने तिमीले, हावा चलेको पनि थाहा पाउने तिमीले किन त्यति गहिरो निन्द्रा निदायौ? आमाको त्यो मजेत्रो नाक नजिकै पुर्याएँ। जति ध्वासिए पनि धुवाँ गनाएको थिएन त्यसमा, बरु आमा आमा बसाएको थियो। त्यो मजेत्रको टुक्रो कति पुरानो लागेन, एकदम नयाँ लाग्यो, भर्खर थानबाट काटेको लुगा जस्तो। च्यातेर भकुण्डो बनाउन मन लागेन त्यसको। त्यो त आफ्नै कलेजोको टुक्रो जस्तै लाग्यो, पुरानिएर रासिएर ध्वासिएर माकिएको भए पनि मेरो लागि त्यो मजेत्र कहिले नमक्किने खाकी कपडा थियो। आमाको याद बतासै उडेर आयो मनको बगैँचामा र हल्लाउन थाल्यो सम्झनाको रुख। म एकोरिरहेँ, रोएरै बसेँ दिनभर। साँझ 12 भाउजू आइपुगे। भाउजू आगो सल्काउन पसिन् भित्र। बाले पिँढी छेउ टुसुक्क बसेर कक्कड तान्न थाले। 2 सर्को जति कक्कड तानेपछि मलाई नजिकै डाकेर भने, भाउ भोलि छकल्ल्या रातै उठ्नु, खलङ्ग जानु पड्याछ चामल ल्याउन, पर्सि त लाइन लाग्न भेटिएला। भोलिपल्ट कुखुरो नबास्दै उठेर हिँड्यौ बा र म। कर्णाली माथिको तुइन तरेर सदरमुकाम पुग्यौ। चामल थाप्नेको लर्को लामै रहेछ। हामी पुछारतिर पर्यौँ। खाद्यका कर्मचारीहरूको अत्तो पत्तो थिएन। म यताउति डोल्न थालेँ। ती कर्मचारी त अलि पल्तिरोको एउटा भट्टीमा चिया खाँदै रहेछन्। उनीहरू गफिएको बाहिर सुनियो। हेर्नु है, मैले अहिले भनिएको छु। भट्टी पसलकी आइमाईले उनीहरूलाई खहराउँदै थिए। पुरै 2 क्विन्टल चाहिन्छ चामल, पछि तलमाथि नहोस्। अलि बिस्तारै बोल्न माइली, ठुलो पेट भएको कर्मचारीले सुस्तरी भन्यो। अरूले सुन्लान् फेरि, तिमीलाई नदिएको चामल हामी कसलाई दिन्छौँ र? तिमीलाई चामल दिएपछि हामीलाई 2वटा फाइदा हुन्छ, चाँड पनि खान पाइयो अनि कमिसन पनि। के कसो माइली? भट्टीतिर हाँसोको फर्र छुट्यो। चामलको लाइन बसेको एकजना मान्छे कर्मचारीलाई बोलाउन आयो, तर उनीहरूले उल्टै धम्काए। तिमीलाई चामल लिन मन छैन कि कसो? हामीले खाजा पनि खान नपाउने? त्यसपछि ऊ अँध्यारो मुख लगाएर फर्कियो। ए माइली, त्यति धेरै चामल के गर्छौ तिमीले? भोडेले सोध्यो। क्या गर्नु र सर? उसले भनी, तपाईँहरूलाई खुवाउन जाँडपात ठिक्क हुन्छ। भात पनि खानु पर्यो, रह्यो भने जुम्लिकन तेब्बर मूल्यमा बिक्री पनि गरिदिन्छु। कुवाएर फाल्नु त भएन नि सर? फेरि हाँसोको फर्रा छुट्यो भित्र। म बा भए ठाउँ आएँ। खाद्यतिर आँखा डुलाएँ। ढोकामाथिको साइनबोर्डमा लेखिएको थियो, चामलको रक्सी पार्नु अपराध हो। हामी 10 किलो चामलको कुपन हातमा लिएर खाद्यको ढोका खोल्ने आशाको भारी बोकेर बसिरहेका थियौँ। तर ढोका खुलेन, बन्दको बन्द। कर्मचारी कोही आएनन्। बरु भोलिपल्ट बिहान 10 बजे खाद्य खोल्ने खबर आयो। उनीहरूको बैठक पर्यो रे। पछि यताउता डुल्दै गर्दा त्यही भट्टीमा पुगेँ म। देखेँ ती कर्मचारीहरू रक्सी र मासु खाँदै गरेका थिए। माइलीको काम गर्ने केटाले बाहिर भाले काट्न ठिक्क पारेको थियो। उसले भालेको घाँटी छिचाल्न लाग्दा आवाज आयो, कक 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 कक, ब्याट 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 ब्याट। म सानादेखि बासित सदरमुकाम आउँथेँ। हरेक पटक एक पुरिया बिस्कुट किनिदिन्थे उनले। त्यसैले होला बासँग सदरमुकाम आएपछि बिस्कुट खान पाइने आशले मन फुरुङ्ग हुन्थ्यो। उमेर बढ्दै गए पनि सानो बालकले जसरी भने, बा मकन बिस्कुट किनिदेऊ भयो। बाले केही नबोली फाटेको नेता कार्डको खल्तीबाट 5 रुपियाँको कटकटाउँदो नोट झिकेर दिए। त्यसपछि त्यही अघिल्ले पसलमा गएर खुब सानसँग एक पुरिया ग्लुकोज बिस्कुट किने।
भित्र ती कर्मचारी मासु र रक्सी थपी थपी खाँदै थिए। म बाहिर निस्केर बिस्कुटको कागज भ्याएर च्यातेँ अनि कपाकप खान थालेँ। 2 पात्र जति खाइसक्दा मालतीले झर्लक्क सम्झेँ, बाँकी खान मन लागेन। पोको पारेर जाँकेको देब्रे खल्तीमा कोचेँ अनि झर्लाकी भनेर खल्ती बाहिरबाट हातले बलिएरी समातेर बा भएतिर बुर्कुसी मार्दै दगुरेँ। दगुर्दा चप्पलको तुनो चटक्क चुँड्यो। घुसार्न खोजेँ, भएन। 5 पटक आगोले जमाइसकेको चप्पलको तुनो ल्याक्टो मिठाईको कागज तन्काएर छैटो पटक बाँधेँ। चप्पल उनेर बाउ छ गएँ। नजिकै पुगेपछि मेरा आँखा एक्कासी उनका खुट्टामा परे। चप्पल नलगाएका उनका कुर्कुच्चा पटपटे चिरिएका थिए। बा चामल कहिले देलान् त? मैले सोधेँ। चामल दिने मान्ट होटेल रक्सी खान लागिया छन्। क्या गर्नु, सोधो भन्या त्यही चामल पनि नदिने कि भन्ने डर। उनले खुइया गरे। अनुहार फुग्न ओढेको थियो। त्यस रात एक मुठी मकैको सातु र पानी खाएर खाद्यको चिसो भुइँमा सुत्यौँ। बाले मलाई आफ्नो हरको इस्टकोट ओछ्याउन दिए। आफू टुहुरे पाराले रित्त भुइँमा फुर्लुङ्ग पल्टिए। अर्को दिन बिहान खाद्यको ढोका खोल्न नभ्याउँदै सबै आफ्ना बोरा बोकेर लाइनमा बसिरहेका थिए। हामी पनि निक्लो पेट लाइनमा गएर मिसियौँ। फेरि पनि पुच्छरेतिर पऱ्यौँ। सोची यी मान्छे राति पनि यहीँ बसे होलान् कि कति छिटो उठ्न सकेका होलान्। बा भन्दा 2-3 हात परतिर टुसुक्क बसेर अरूले चामल थापेको हेर्न थाले। चामल बाँड्न थालेपछि बाको अनुहारमा घाम उदायो। आकाशमा घाम उदाए नउदाएको देखिएको थिएन, तर बाको अनुहारमा उदाएको घाम भने छर्लङ्ग देखियो। बाको अनुहारको घाम देखेपछि म पनि उज्यालिँदै गएँ। बा झैँ सबैले कुपन देखाउँदै चामल थप्दै थिए। लाइन चिप्ले किरा झैँ सर्दै थियो। मैले मनमा नै भने 1 2 3। बाभन्दा अघि अझ 3 जना रहेछन्। 3 जना पछि त हाम्रो पालो। आहा, यो दसैँमा मजाले भात खान पाइने भयो। म खुसी भएँ। बाभन्दा अघिका 2 जनाले पनि थापे चामल। अब त एउटा मात्रै बाँकी रह्यो। त्यो एउटा पछि त हाम्रो पालो। उठेर फुरुङ्ग पर्दै बाको कोखैमा गएर उभिए। कुन्नी किन हो? चामल लिँदा लिँदै कर्मचारी भित्र पस्यो। सोचेँ अर्को बोरा निकाल्न गयो होला। नयाँ बोरा खोलेपछि अलि धेरै चामल दिन्छ कि? एकैछिनमा बाहिर निस्कियो त्यो कर्मचारी। ऊ निस्किएपछि मेरो खुसी वात्तै बढ्यो। तर त्यो धेरै बेर टिक्न पाएन। चामल सकियो। यति हो। बिट फाटेको एउटा थोत्रो बोराबाट चामल माला जस्तै चामल हामीभन्दा अघिल्लो बोरामा खनाइदिँदै भन्यो र ड्याम्म खाद्यको ढोका लगायो। चामल थाप्न सजिलो होस् भनेर बाले बोराको मुखभित्र दुवै हात छिराएर फाँस ठुलो पारेर बसिसकेका थिए। खाद्यको ढोका अचानक बन्द भएपछि एकछिन त लाग्यो हाम्रा मुटुका ढोका पनि बन्द भए। बा केही पनि बोल्न सकेनन्। टल्ल परेर बन्द ढोकाका फक्लेटातिर हेरिरहे। ढोकामा हेर्दा हेर्दै बा अँध्यारिए। गडाङ गुडुङ गरेर पानी पर्न खोजेको आकाश जस्तो भयो उनको अनुहार। अनि भुइँमा थ्याच्च बसेर पुरपुरमा हत्केलाले टेको लगाएर टाउको अड्याए। पिलपिलाएका आँखाले पुर्लुक्का मतिर हेरे। उनका आँखामा हेरेर मनमनै भने, पोहोर आमा खस्दा पनि बाका आँखा यस्तै भएका थिए। केही बेर हामी त्यत्तिकै बस्यौँ। बाले मलाई हेरे, मैले बालाई। आडमा भएका अरूले कता कता हेरेको नि सायद हामीलाई नै हेरे होलान्। निस्किन लाग्दा अघि चामल लिँदै ढोका लगाउने कर्मचारी देखियो। उसको हातमा चियाको गिलास थियो। चिया चाहिँ आधा गिलास जति हुँदो हो। ऊ त्यो गिलास 2 हत्केलाको बिचमा राखेर घुमाउँदै अर्को मान्छेतिर गफिँदै थियो। बा उठेर खुट्टु खोच्याउँदै त्यतै गए। सर, घरका जहान कहिले चामल ल्याउलान् भनिकन बाटो हेरै बसिया होलान्। बा 2 हात जोडेर लत्रिएको स्याउको हाँगो चाहिँ निहुरिए। मिल्ने भएपै थोकातिना मिलाइदिनु पर्यो। चामल भए पो दिने, कर्मचारीले ओठी जवाफ फर्कायो। हामीले भर्खर उमार्ने हो र? बाको अनुहारमा गाँठा परे। नीला नसा फडफडाए। केही बोल्न सकेनन्। ती कर्मचारीसँग चर्को वचन गर्न त परै जाओस्, मुन्टो ठाडो पारेर पनि बोल्न सक्दैनथ्यो। उनीहरू हाम्रा लागि ठुला मान्छे थिए। नेता, मन्त्री, प्रधानमन्त्री कस्ता हुन्छन् देखेका थिएनौँ। जे भने पनि तिनै थिए। सबैलाई चामल दिने मान्छे ठुला नभएर अरू को हुन सक्थ्यो र? बाले बोरा र नाम्लो कोकिलामा चेपेर मलाई भने, जाउँ हिँड कान्छ, चामल पाइएन अब। एक फेरि सोधौँ न बा, होटेल साउनीकन त मस्तै चामल दिनिया भुनिया चिया। त्यहीकन त्यत्रो चामल दिनाले हामीकन नापा त दिनान्। मैले भने, दिँदैनन् कान्छ, हाम्रो कोही बोलिदिने मान्ठ नाइ। कुपन त धौधौ गरी पाया छियो, तर चामल पाइएन। दाई घर आएपछि तिनको न भन, मैले सुझाएँ। बाए केही बोलेनन्। उनले फेरि कर्मचारीको मुख ताके। दसैँको बेला घरमा अक्षता बनाउन पनि चामल नाइ सर। हामी बाइजाउँ त? छैन भनेपछि पत्याउ न। ऊ झडङ्ग झर्कियो। कहाँबाट ल्याएर दिने हामीले चामल? थैलाभरि चामल बोकेर जाने हाम्रा सपना काँचको बाकस चाहिँ झर्याम्म फुटेर खाद्यको भुइँभरि पोखिए। सपना पनि बाँकी रहेनन्।
घरबाट हिँड्दा कम्तीमा थैलाभरि चामल बोकेर जाने सपना त थिए। फर्किने बेला त्यही पनि भएन, रित्तै भयो। अरूले त धेरै थोरो पाए, हामी चाहिँ बिच बाटोमा लुटिएको बटुवा जस्तो भएर त्यहाँबाट हिँड्यौँ। म बाको अघि लागेँ। 10को बेला रित्तै के फर्किनु भनेर होला, खलङ्गा बजारको पुच्छरतिरको पसलमा आएर बाले 2 किलो चामल किने। चामललाई पैसा तिरेपछि खरानी चाहिँ फुङ्ग उडेको अनुहारले मेरो जिउमा हेरे, टाउकोदेखि पिँढलासम्म। मेरो हरको फाटेको कमिज सुस्तरी छोए। पाखुरो उचालेर उद्रेको काखीतिर हेरेर चोर औँलामा थुक लगाएर बचेको पैसा गने। मनमने के भने कुन्नी बुझिन। उनका ओठ फरफराए सुस्तरी। फेरि पसलभित्र छिरे। भाउजूलाई एउटा धोती र मलाई ठुटे बाउले कमिज पुग्न जति आकाशे रङको कपडा किने। आफूलाई 1 पाकेट देउराली चुरोट बाहेक केही किनेनन्। सबै सामान जुटको बोरामा हालेर मुख कसक्क बाँधे। ल्याउ म बोक्छु। म थैलो बोक्न अघि सरे, तर बोक्न दिएनन्। पाठको नाम्लाले आफै पिठ्यौमा बोक्दै भने, पढ्दैन बरु, साँट हड। हामी हुइटाट भएर घर फर्किने बाटो लाग्यौँ। बा सुस्त सुस्त हिँडिरहेका थिए। मलाई भने अलि छिटो हिँडिदिए हुँदो जस्तो लागिरहेको थियो। भित्रभित्रै कतिखेर घर पुगेर कमिजको कपडा जिउमा टाँसेर नापौँला अनि डिल्लेर हरेकृष्णलाई देखाउन हिँडौला जस्तो भइसकेको थियो। एउटा हातले छिनछिनमा जागेको खल्ती छामेर बिस्कुट खसेको खसेन भनेर पक्का गर्थेँ। म अलि छिटो हिँड्न खोजे जस्तो गरे पनि उनले भने, पक्थो अडिए। गर्दन छड्काउँदै सोधेँ, बिस्कुट अझै पनि खाया छैनस्? म केही बोलिनँ। नकारात्मक मुन्टो हल्लाएँ। कर्णाली नदीको किनारमा पुग्दा साँझ पर्यो। तुइन तर्नुपर्ने सबै घिर्लिङ पुरानिएर चुडिसकेका थिए। एउटा बाइक त्यो पनि सध्य थिएन। खिया लागेर चुडिन मात्र बाँकी थियो। बाले सामान मिलाउन थाले। मेरा आँखा कर्णालीमा पुगे। नदीमा बगिरहेको पानी ढुङ्गाको काखमा ठोकिएर उठेको फिर्जे मनमा तर्कना उठे। हाम्रो जीवन पनि खिया लागेको तुइन जस्तै त हो। त्यो तुइन चुड्ने भर नभए जस्तै हाम्रो जीवन पनि कतिखेर चुडिने हो, भर छैन। तुइनकै लट्ठो चाहिँ कर्णाली वारेर पारी 2 ढुङ्गामा बाँधिएर अड्किएको छ हाम्रो जीवन पनि। त्यसैले होला हामी जुम्रीले तुइनलाई विधातामा ठानेको। त्यही तुइनले त हो हाम्रो भाग्य र भविष्य लेखिदिने। त्यस्तो चुडिन लागेको तुइनले लेखिदिएकाले होला जहिले पनि कच्चा भएको हाम्रो भाग्य। हुन त आफ्नै जीवनको भर नभएको तुइनले लेखिदिएको हाम्रो भाग्य कसरी बलियो होस्? त्यस्तो कच्चा लट्ठो र गिर्लिङले हाम्रो जीवन कसरी बलियो हुन नसकोस्? लागे बरु बाबियाको बलियो हामी जुम्लीको जीवनभन्दा त। बरु पाठको डोरो बलियो हामी जुम्लीको भाग्य भन्दा त। बाबिएको बरियो र पाठको डोराले घाँसको भारी बोक्दा बाटोमा चुडिने डर त हुन्न कम्तीमा। खरबारीबाट गोठसम्म ढोक्कले त आइपुग्छ। 2 जना एकैपटक तर्न नमिल्ने भएपछि बाले पहिला मलाई तर्न भने रित्तै आफ्नो जिउ तुइनमा झुन्डाएर पारी पुगेँ म बल्ल तल्ल। फलामको लट्ठोमा रगडिएर हात अरठिए अलिबेर त। म तरेपछि बा तर्न थाले चामलको बोरा कम्मरमा बाँधेर। भोको पेट आफ्नो जिउ र चामलको भारलाई तानिरहे वारीतिर। हात चालिरहे जिउमा बचे खुचेको सबै बल निकालेर। तर बिचतिर आइपुग्दा बा अचानक चिच्चाए, कान्छा मेरो त हातखुट्टा गलिग्या, रिङ्गटा आइगो। मेरा नसामा खोइ के हो सुलसुल हिँडे जस्तो गर्यो। बा हात नछोड। मेरो चिच्चाइमा रुवाई पनि मिसियो। कर्णालीमाथिको तुइनमा तुर्लुङ्ग झुन्डिएका थिए बा। म आत्तिएँ। बा हात नछोड। म चिच्चाइरहेँ, बरु चामलको बोरा फालिदेऊ। त्यति गरिकन ल्याएको चामल आम्मै हातले क्यारी फाल्नु? बाले भने, फालिदेऊ बा, फालिदेऊ। म चिच्चाइरहेँ। जिउ मात्रै धान्न सजिलो हुन्छ, तर बोरा फालेनन् बाले। वरिपरि कोही थिएनन्। साँझ छिप्पिसकेको थियो। गुहार मागे, तर मेरो रुवाई तातो भुइँमा परेको असिना चाहिँ कर्णालीको एक लास किनारमा बिलायो। कोही आएन हाम्रो आवाज सुन्न। अलि छिनपछि एउटा आवाज सुने, कर्णालीको पानीमा छपलङ्ग गरेको। चिच्चाए बा, तर बोलेनन्। मेरो आवाज हावामा हरायो। कर्णालीसँगै सुसायो। तुइन भएतिर नजिकै गएर हेरेँ। तुइन रित्तै थियो। घिर्लिङ पनि थिएन। न त बा जस्तो कुनै आकृति नै थियो त्यहाँ। अँध्यारोमा झन् अँध्यारो थपियो। पैतालाबाट पसेको तातो झिर एकैचोटि मुटुमा पुगे जस्तो भयो। रुँदै घरतिर दौडिएँ। भाउजू पिँढीको ढिलमा टुक्रुक्क बसेर हाम्रो बाटो हेरिरहेकी रहेछन्। आधा रातमा म रुँदै पुगेपछि डाँको छोडेर रुन थालिन्। म पनि भाउजूलाई छाँद हालेर रुन थालेँ। चैते हुरीले गुण भत्काइदिएको भँगेरा जस्तै भयो हामी। रुवाई सुनेर वरिपरिका आफन्त आए। बल्ल खाइस भनेर तारे हात लगाउने छर छिमेक पनि आए। सबै मिलेर बालाई खोज्न गए। भाउजू र मैले रातभरि बाको बाटो हेऱ्यौँ। कतै कान्छा भन्दै टुप्लुक्क आइपो हाल्छन् कि, तर बा आएनन्। खोज्न गएका गाउँले चाहिँ भोलिपल्ट साँझ रित्तै आए। पर्सिपल्ट फेरि अर्को टोली गयो बालाई खोज्न। अघिल्लो टोली जसरी फर्किएको थियो त्यो टोली पनि उसै गरी फर्कियो रित्तै हात।
न बाको सास ल्यायो न त लास। उनीहरू फर्केपछि बा फर्केर आउने आश पनि मर्यो पुरै। धिकिर पनि बाँकी रहेन मनमा। सास र लास दुवै नभेटिएपछि कुसका बा बनाएर सद्धति गर्यो। आमाको चितामा आगो झोसेको वर्ष दिनपछि बाको चितामा पनि आगो झोसे मेरा कलिला हातले। बन्दुक बोकेर हिँडेका दाइको अत्तो पत्तो थिएन। कोरो बारेर एक्लै किरिया बसे। किरिया बसेको भोलिपल्ट घर नजिकै पँधेरो छेउ थलो बनाइदिए कान्छा बाले। मैले गाईको गोबरले लिपेँ, नुहाएर कचाड फेरेँ, 3वटा ढुङ्गाको चुलो बनाएँ, पराल हालेर आगो सल्काएर गाईको दुधको खिर पकाउन थालेँ। पाकेपछि डल्लो पारेर पिण्ड दिएँ बालाई। अब त आफै पकाइकन खा, डिल्लेका बाले भने। मैले तामाको ताउली बसालेर ठाडा चामल ओहिरिए पानीमा। दाब्लोले चलाउन पढो भात, पुरोतेरे भने। अनि भुजपत्रमा खानु पढो एकै छाक मात्रै। भात पाक्यो। घिउ र चिनीसित भुजपत्रको भातमा खाएँ। राति केही खाने मन भएन। पराल ओछ्याएर त्यही पराल ओढेर सुतेँ। पुरोतेले तेस्रो दिन भने 5 देखि 10 दिनसम्म हरेक दिन गरुड पुराण सुन्नुपर्छ। गरुड पुराण सुन्ने दिन एक छेउ औँखरमा पानी र दियो बालेर राख्यौँ। बाको फोटो थिएन। दिएको छेउमा उनको फोटो राख्न पाइएन। पुरोतेले गरुड पुराण भन्न थाले। शास्त्र भन्छ पितृदेव भव, पितृदेवता समान हुन्। छोराले पितृको सेवा र यादमा दत्तचित्त भइकन मन लगाउनु पर्छ, नत्रु पितृ तर्दैनन्, नरकमा जान्छन्। महाराजले तातो तेलको बहानमा चोप्दछन्। पितृको आत्माले शान्ति पाउँदैन। उनीहरू भूतप्रेत र डायना हुन्छन्। अनि तरिसकेका पितृले पाउन्या भुन्या पिण्ड मात्रै हो। त्यसैले नदीमा नित्य स्नान गर्न्या, एकचित्त भए भक्त भएर अलुन्या खानुपर्छ। जुठो बिटुलो पाड्नु हुँदैन। अरू मान्ठा र पशुसित नसोइकन गरुड पुराण सुनेर पिण्ड दिने गरौँ भुन्या मात्रै पितृ खुसी हुन्छन्। हामीले सुनिरह्यौँ, उनले भनिरहे। काजक्रिया गर्दा गच्छे अनुसार दान र मलामीलाई भोज गरे पितृ तार्न पर्छ। मान्ठाको जुनी अरू प्रणालीको जुनी भन्दा कैयौँ गुणा श्रेष्ठ जुनी हो। किरा फट्याङ्ग्रा बिरुवा लगायत 84 लाख जुनी भोकेपछि मात्रै मान्ठाको जुनी लिया पाइने हो। 13औं दिनका दिन अरूकन खुवाएको काटो पुनि पितृले पाउने हुन्। जति खुवाउन सक्यो उति फल मिल्छ। भान्जा र ज्वाइँ जस्ता कुटुम्बलाई दिएको सेजिया पुनि पितृले पाउँछन्। पितृकन तार्न हरेक मरे तिथिमा श्राद्ध गरिकन तर्पण दिनु पर्छ। सक्या एक पितृ पुराण पनि लगाइदिने, नसुक्ने श्राद्ध मात्रै भए पनि गर्नु। गाउँका छापामार सहित दाइलाई पटक पटक खबर पठायौँ। गाउँ जनसरकार र जिम्मेवार कमरेडलाई पनि भन्यौँ। ढिकुरो उठाउने दिनसम्म त दाइ आउँछन् कि भन्ने लाग्यो, तर आएनन्। बाटो हेर्नु मात्रै भयो। ढिकुरो फरेपछि पनि आएनन्। 13औं दिनको दिन काट्टो पकाएर घाट गएका नगएका सबैलाई खुवायौँ। भिनाजुलाई सेजियामा एक जोर लुगा र एक थाल बटुक दियौँ। सकेको दान पनि गऱ्यौँ। जुठोबाट अम्कियौँ। 12 आमा बितेपछि घरमा भाउजू र म मात्रै रह्यौँ। दाइ र दिदीले छोडेर गए पनि आँसु र पसिनाले भने कहिले छोडेनन्। 8 दिने आफन्त भनेका तिनै भए।